नमस्कार सबैजनालाई। आज चाहिँ हामी एउटा यस्तो मान्छेको कुरा गर्नेछौँ, जो मान्छेले जस्तोसुकै परिस्थिति किन नहोस्, जस्तोसुकै नराम्रो या राम्रो परिस्थिति किन नहोस्, हाँसेरै जिन्दगी बिताउनुपर्छ भनेर प्रमोट गरे जस्तो गर्थ्यो। तर त्यो मान्छेको जस्तोसुकै सिचुएसनमा पनि हाँस्ने बानीले सायद यो खेललाई एउटा सुन्दरता दिएको थियो। आज कुरा गर्नेछौँ केन विलियम्सन, द फर्मर क्याप्टन अफ न्युजिल्यान्ड क्रिकेट टिम। यो मान्छेले हारोस् जितोस् एउटै उसको इमोसन, एउटै रियाक्सन, जस्ट स्माइल एन्ड गो अवे फ्रम द गेम। मलाई एउटा सकिङ दिएको छ कि उसले रिटायरमेन्ट फ्रम all format. He is done with international cricket. He is done. टेस्टमा 9,400 रन, ओडिआईमा वान अफ द सक्सेसफुल क्याप्टेन, न्युजिल्यान्डको सबैभन्दा मोस्ट रन गेटेबल प्लेयर, रेकर्ड्सको त छडी लगाएको छ, छडी। all time leading टेस्ट रन स्कोरर फर न्युजिल्यान्ड अभियसली भइ नै हाल्छ। T20 2019 2021 को फाइनलिस्ट, एज अ क्याप्टेन, आइसिसी टेस्ट च्याम्पियनसिप विनर। कतिको सपना छ आइसिसी ट्रफी जित्ने। ही डिड इट। एकदमै लामो 16-17 वर्षको इन्टरनेसनल करियर डन गरेको छ उसले। एन्ड आई विस हिम अ beautiful and a lovely future ahead and next inning. See you soon in any ways, like commentary, coaching, staff. See you, Kane. Thank you so much for giving us a beautiful memories, and to the cricketing fan. 35 वर्षको उमेरमा he is done in international cricket. Thank you so much. You inspire a lot of people. Thank you so much. नमस्कार सबैजनालाई।